र कुलमानजी, बालेनजी र तपाईँको चाहिँ नि के अरे अर्को रवि लामिछानेजी होइन, उहाँहरूको गठबन्धनको कुरा गर्नु होला। बहुमत ल्याउने भन्ने त कुरा हुँदैन, जमानत जफत हुन्छ होइन, हामी गराउँछौँ जमानत जफत उहाँहरूको। किनभने नि आधारै छैन नि त, आधारै छैन होइन। 15-20 वटा त काण्ड लागेको छ, कोही धरौटीमा छुटिरहेका छन्, 5 करोड 6 करोड तपाईँको चाहिँ धरौटी राखेर छुटिरहेछन्। कोही मान्छेलाई जेनजीको ब्लडको आरोप छ होइन, सिंहदरबार जलाएको आरोप छ, उहाँहरूले अप्रत्यक्ष रूपमा स्वीकार पनि भएको छ। अनि जो मान्छेले सिंहदरबार जलाउँछ अथवा त्यो जलाउनेसम्मको हरकतको सुरुवात गर्छ, कुनै न कुनै किसिमको संलग्नता त्यहाँ रहन्छ भने त्यस्ता मान्छेलाई फेरि पनि जलाओस् सिंहदरबार भनेर चाहिँ नि भोट दिने हो। अब राष्ट्रघाती सन्धि सम्झौताको पक्षमा पनि बस्ने होइन, जेनजीलाई उक्साउने, जेनजीलाई मार्ने, मर्न बाध्य बनाउने त्यो खालको वातावरणको क्रिएटर तपाईँको हो नि त उहाँहरू। अनि सिंहदरबार जल्ने, सर्वोच्च न्यायालय जल्ने, देशै भद्रगोल स्थितिमा हुने है, कोही जेलबाट तपाईँको चाहिँ त्यतिखेर निस्कने, फेरि 2-4 दिन पछाडि फेरि पस्ने होइन, यो सबै कुरा काण्डै काण्ड भएको मान्छेहरूलाई नेपाली जनताले भोट देला नि त है। एकजना फेरि मान्छे हुनुहुन्थ्यो, उहाँले चाहिँ आफ्नो चाहिँ नै अब आफ्नो पार्टी होइन, कुलमानजीको कुरा गरे मैले, 1 महिना भएको छैन आफ्नो पार्टीलाई बचाउन सक्नुहुन्न। त्यस्तो अस्थिर मान्छेहरूले राजनीति गर्ला, नेतृत्व गर्ला त देशमा? देशभन्दा ठुलो विकास हुँदैन। कसैले हामीलाई बिजुलीको खम्बा सहयोग गर्छु, एउटा बाटो बनाइदिन्छु भनेर भोलिको दिनमा त्यो एउटा देश मलाई दे है भनेर त भएन होला नि त होइन। अब छिमेकतिरै छ, अब नाम किन लिने होइन, विकास देखाएर मुलुकै लगेको इतिहासहरू त छ त हाम्रो छेउछाउमै। त्यसले गर्दाखेरि यो मुलुकप्रतिको स्वाधीनता, यो मुलुकप्रतिको तपाईँको सम्प्रभुतासँग सम्बन्धित उहाँको विषय के हो भनेर मैले सोद्धाखेरि उहाँले अहिलेसम्म उत्तर दिनु सक्नु भएन। भनिसकेपछि उहाँ पनि विदेशी प्रभुलाई ढोग्ने मान्छे नै हो भने। अब बालेनजीको कुरा गर्दा जेनजी आन्दोलन अगाडिसम्म धेरै राम्रो थियो उहाँसँग मेरो होइन, तर जेनजी आन्दोलन पछाडि उहाँले जे देखाउनु भयो होइन, त्यसले के प्रमाणित गर्यो? जेनजीलाई आन्दोलनमा आइज भन्ने होइन, अनि त्यत्रो आन्दोलन भयो, मान्छे मर्यो, अन्त्येष्टिसम्ममा नआउने, घाइतेलाई भेट्न नजाने होइन, त्यस्तो पनि हुन्छ र भनेको क्या। मैले जस्तै एउटा आन्दोलन गरौँ भन्छु, मैले त आन्दोलन गर्दा म त फ्रन्ट लाइनमा हुन्छु होइन, बिचमा पनि होइन, म त फ्रन्ट लाइनमा मेन ब्यानरमा हुन्छु म त है। नेतृत्व त त्यस्तो चाहियो नि त देशलाई। अनि तपाईँको त्यत्रो तपाईँको सिंहदरबार जल्नेदेखि लिएर होइन, तपाईँको व्यक्तिगतदेखि लिएर सार्वजनिक होइन